आज नेपाल प्रहरीको डिआइजी साहबले पत्रकार सम्मेलन गरेर के भन्नुभयो भने त्यो दाजु बहिनीलाई जुन गोली लागेको छ हो त्यो झुकेर गोली लाग्यो भनेर भनिदिनु भयो। झुकेर गोली लाग्छ? बाटामा सडकमा हिँड्दै गरेको मान्छेलाई झुकेर गोली लाग्छ? खै हाम्रो देशका यी भ्रष्टाचारी नेताहरूलाई त झुकेर लाग्दैन त गोली। सर्वसाधारणलाई मात्रै झुकेर लाग्छ। 700 राउन्ड असुर ग्यास एक्सपायर, त्यो पनि एक्सपायर असुर ग्यास फायर गरेको छ, झुकेर भन्नु। राष्ट्रिय गाना बज्दा बज्दै स्टेजमा एक्सपायर असुर ग्यास हानेको छ, झुकेर भन्नु। राष्ट्रिय गानको महत्त्व थाहा हुँदैन, झुकेर भन्नु अनि सक्यो। नेपाली जनतालाई कति सजिलै भेडा बनाएको छ है। जे भन्दा हुन्छ, जे भन्दा पत्याउँछन् भनेर भेडा बनाएको छ। गणतन्त्रमा जे बोल्न पाइन्छ भनेर बोलेको। हान्नु नि बरु त्यो नेता, त्यो भ्रष्टाचारी नेताहरूलाई गोली हान्नु अनि झुकेर लागेको भन्नु। 3 करोड नेपाली जनताले सलाम ठोक्छन्। जथाभावी बोलेको छ, जे मन लाग्यो त्यही बोलेको छ, झुकेर गोली लाग्यो अरे। बिचरा काठमाडौँमा बसेर दुःख गरेर काम गर्दै पढ्दै गरेको सर्वसाधारणहरूलाई गोली हानेको छ अनि झुकेर गोली लाग्यो भनेको छ। प्रचण्ड कमरेड के दिनुहुन्छ भाषणमा? महिलालाई बन्दुक थमाएपछि अनि मात्रै आयो अरे गणतन्त्र। तपाईँले ल्याउनु भयो गणतन्त्र? नेपाली जनताको दममा आएको गणतन्त्र। नेपाली जनताले सडकमा नउत्रेको भए तपाईँको गणतन्त्र अहिलेसम्म आउँदैन थियो, बुझ्नुभयो? जे मलाई त्यही भाषण गरेको छ। अझै पनि नेपाललाई जोतेरै चाहिँ चुनाव जित्छु भन्नुभएको छ। अब नेपाली जनताले पत्याउँदैनन्। अब त चुनाव माग्न 84 को चुनावमा त भोट माग्न आउनु भने त खुकुरी लिएर खेदाउँछन् तपाईँहरूलाई। अब अति नै भइसक्यो। अब त्यो दाजुबहिनीले चाहिँ न्याय पाउने कि नपाउने? अब जोतको भाषण मात्रै दिएर हुन्छ? त्यतातिर चाहिँ लाग्नु नि, त्यो न्याय दिन चाहिँ। त्यो कसले हानेको गोली त्यसलाई चाहिँ समातेर चाहिँ यो गर्नु नि, न्याय दिनु नि। हामी नेपाली दाजुभाइले पनि अब सक्दो यो भिडियो सेयर गरेर चाहिँ त्यो दाजुबहिनीलाई चाहिँ न्याय दिनेतिर चाहिँ सामाजिक सञ्जालको पावर देखाउनतिर चाहिँ लाग्नुपर्छ। यिनीहरूले अब घोडा टेकाउनु पर्छ। सक्दो सेयर लाइक गरौँ, त्यो दाजुबहिनीलाई न्याय दिउँ, न्याय दिलाउने चाहिँ प्रयास गरौँ।